नमस्ते। आज चाहिँ हामी लामपोखरी मेलामा जाँदैछौँ। उदयहरू हुनुहुन्छ अनि अगाडि हुनुहुन्छ हाम्रो सबिन दादा डन। हामी चाहिँ माथि के भन्छन् नि दाइ थामका डाँडा पाछा भिरमा जाँदैछौँ। अहिले त्यहाँ पुगेपछि एउटा भिडियो पठाउँछौँ हामी। अनि मेलाको भिडियो बनाउँछौँ, हाम्रो गाउँ पनि देखाउँछौँ। केही भन्नु छ तपाईँहरूलाई? दाइ हाम्रो चाहिँ एउटा हुनुहुन्छ पछि आर्मी दाइ डन, एउटा भाइ छ यता फर्किने। हामी खासमा माथि जाँदैछौँ। तपाईँहरूलाई म माथि डाँडामा लान्छु है। डाँडाबाट खतरा भ्यूहरू देख्छ। मान्छेहरू बबाल छन् कि तर ल मान्छेहरू मेला चाहिँ तर रमाइलो हुन्छ। हरेक वर्ष लागिरहेको हुन्छ तिहारको 3 दिनपछि। नाम्न जाउँ ए अन्य मान्छे हो भिरबाट ढुङ्गा पल्टाउने यो पल्टाइदिएछ। 2-4 जना चाहिँ मर्न सक्छन्। हेरिदिनु होला। हामी चाहिँ माथि अब 5 मिनट मात्र, थोरै 5 मिनट पछि त हामी देखिहाल्छ। जस रमाइलो हुन्छ। यस्तै गाउँतिरको यस्तै भ्यूहरू होइन। म तपाईँहरू सबै देखाउँछु त्यताबाट। के हो त्यो? सिउरीको रस फुल चाटो ल्याप्प ल्याप्प भएर यो चाहिँ रुन लागेको थियो हो होइन। नर एकछिनमा पुग्छौँ। एकछिनमा अब धैर्य गर्नु पऱ्यो। यहाँ चाहिँ बवाल भ्यू देख्छ। म अहिले देखाउँदैन, माथि डाँडामा गएपछि सबजनालाई देखाउँछु। धो भइरहेको छ, सास बढिरहेको छ। यहाँनिर आइपुग्यो। यहाँनिर डाँडा, त्यहाँनिर हामी गएर देखाउँछौँ तपाईँहरूले भ्यू। यतातिर सबै भ्यूहरू यतातिर है। पछाडि भाइ दाइहरू आउँदैछ। धेरै गाह्रो भएको छ। म चाहिँ अगाडि छु होइन। केही भन्नु छ भने होइन। राज सम्हाल्नु इन्ट्री रह्यो। बाहिर चाहिँ खतरा देखाउँछु म। सब माथिबाट पुरै अल देखाउँछु। तपाईँहरू हेर्दै गर्नु। कति लाग्छ अब मेला चाहिँ के लाग्छ अरे भाइ? दाइ भन्यो ल मेला चाहिँ के लाग्छ अरे? मेला चाहिँ त्यहाँ सराय नाच, मारुनी नाच लगायत विभिन्न किसिमको कार्यक्रम हुन्छ क्या त्यहाँ। बन्दुक किनिदिनु ल मलाई। बन्दुक, पटेका बन्दुक, बेलुन एउटा ल, अनि गाडी म चलाएर घर जान्छु आज। एउटा चाहिँ हाम्रो गाउँ देखियो कि यता तल गाउँ, हाम्रो गाउँबाट कमजोर मेरो घरबाट 20 मिनट जति लाग्छ होइन गाइज। तल राम्रो केटीहरू छन् तर हामी बाल छैन। राम्रो केटीहरू देखेर हामी त्यस्तो छैन। म सोझो मेलामा गएर आस गर्मी धो भइसक्यो। जे भए पनि तिहार चाहिँ हाम्रो रमाइलो भइरहेछ। तपाईँहरूको कस्तो भइरहेछ है? यस रमाइलोसँग बितोस्। धो पनि यहाँ अब धेरै छैन। त्यहाँनिर हो मात्र 2 मिनट आइपुग्नु लागिसक्यो। थोरै मात्रै अब 1 मिनट। यहाँनिर डाँडा हो तर यहाँबाट चाहिँ यहाँ पछि छुट्टै भाइ आउँछ कि यस्तो आनन्द आउँछ। हावा चलिरहेको हुन्छ, सबै भ्यूहरू देखिरहेको हुन्छ। रमाइलो छ। तर सबजनाले यतातिर एकलट भिजिट गर्नु होला। हामी फाइनली आइपुग्न लागिसक्यो। मात्र 30 सेकेन्ड है। यो चाहिँ यताको चाहिँ मेरो गाउँ पर्छ अनि उता गोलबाङतिर पर्छ। उतातिर बङ्गला चुली पारी माथि पर्छ साइडमा। म चाहिँ अब आइपुग्नु लागिसकेँ।
तले हामी आइपुग्यो अब ल एकदम रमाइलो छ है रमाइलो छ यहाँको गर्नु मिलेर पुरै छ अब हामी पुग्न यहाँनिर भ्यू आज दक्सु लाग्दो रहेछ तर यहाँ डेन्जर लागिरहेको रहेछ उल्टी हुनु गाह्रो डेन्जर लागिरहेको छ होला नि लगाइरहेको छ निकाल्दैन नयाँ गराएर के लाग्यो हामी दक्सु कुरो पनि टिपेर हामी मेलामा लाग्दैछौँ गाइज सबजनालाई म यो भिडियो देखाउँछु मेरो केटाहरू कहाँ पुगिसक्यो म चाहिँ यहीँ छु यहाँनिर पुग्नु पर्ने यहाँ मेलामा होइन म चाहिँ एक्लै हो सिङ्गल होइन हामी चाहिँ बाख्रा पनि आएछ गाइज यस्तै हो गाउँतिर गएन सल्लाहहरू छ टम्म रमाइलो छ जे होस् बोला तिमीहरू गोठा लाएर मेला हेर्न आऊ है मेला हेर्न आएछन् भाइहरू यहाँ पनि सिँढी सुरु केटाहरू तल पुगिसक्यो छोडेर म चाहिँ एक्लै मेला हेर्न जाँदैछु मेरो कोही गर्लफ्रेन्ड छैन फेरि म सिङ्गल हो ए यो केटाहरू बोकाहरू यहाँ पुगे लास्ट बोका खाइनेहरू ए तिनजना बोका मलाई छोडेर कहाँ खाइनेहरू भिडियो चाहिँ यहाँनिर मेला लाग्ने चाहिँ यहाँनिर मान्छेहरू देखिरहेछ यो चाहिँ तिराम गाउँ सबजनाले सुनिराख है फेरि अरे कहना क्या चाहते हो हेलो जङ्गल पनि बवाल छ नि त अनि जे भए पनि जङ्गल भनेको सोटेटे यो त हालिदियो ओहो मेलामा चाहिँ सालै कप्पलमा भेट्छ कहाँनिर छ यहाँनिर लुकेर जोडीहरू यो गाई यताको भ्यूहरू सबजनाले देखिसक्यो होला होइन अब चाहिँ एकैचोटि मेलामा गएर त्यही हो नाचहरू हुन्छ नाचहरू देखाउँछु म है लास्ट गाह्रो भयो कि हिँड्न बोल्न त्यही भएर म अब थोरै छ मेलामा गएर भिडियो देखाउँछु त्यही हो सबजनाले हेरिदिनु है।
Bye.